स्वयं बाम हुन्छ यहाँ त यार। ल साथीहरू आज पनि म बल्छी धुर्मे माछाको भिडियो लिएर तपाईँलाई देखाउन आउँदैछु। माछा आज यहाँ मार्ने हो। पानी चाहिँ तपाईँको यो पानी छ नि, यो पानीले यता लगाउने। हाम्रो यस्तरी हामीले नक्सा पनि गरिसक्यौँ हामी यता लगाउने। यहाँ माछा आज बहुत छ क्या, डेन्जर छ यहाँ माछाको त्यो तल कुर्छ। अनि हामी चाहिँ आज डेन्जर ठाउँ हो कि अनकण्ठ जङ्गलको बिचमा हेर्नु त, यताउता केही छैन क्या, डेन्जर ठाउँमा आएको माछा मार्नलाई। यहाँ जो पाइ त्यही आउनु पनि सक्दैन होइन। हेर्दै जानु है, फुल भिडियो खतरा मर्छ आज माछा। यो पानीलाई चाहिँ यसरी यता कटाइयो साथीहरू। अब यहाँ मार्न लाग्यो हामीले है। ज्वाइँले खोलिरहनु भएको, ज्वाइँ र म आएको आज। ज्वाइँ जेठन भएर डक्क माछा खाने भनेर आएको। हेर्नुहोस् है, अब यसलाई हामी चक्रक्क सुकाएर माछाको कुर चाहिँ यो है साथीहरू। यहाँ एकदम खतरा छ क्या माछा, यत्रो यत्रो हो तपाईँको साइजको होला सबै होइन। डेन्जर छ यहाँ माछा है। खोल्नु पर्छ है साथीहरू, माछा खानलाई त्यसै हुन्छ। ढाका टोपी लाएर माछा मर्छ, यहाँ यस्तो हान्नुपर्छ है। यतातिर चाहिँ नहेर्नु है, फेरि यता माछा मारेको त्यो हेर्नु है। अगाडि हेर्ने हो, अगाडि पछाडि हेर्ने हुने नाम न हो। योलाई लगभग यति खोलाउनु पर्छ क्या, रस सुकाउनुलाई यति खोलाएपछि बल्ल सुक्छ। अनि माछा टिप्ने हो। बहुत छ जो यार यार। यस्तो हुन्छ माछा, फेरि सानो नभन्नु नि, फेरि तपाईँको अत्र त छ क्या गाइजहरू। माछा मारे यार, सानो माछा किन मारेको भन्छ। हाम्रोतिर पाउने यत्रो बताउने थियो नि त मैले। अनि ठुलो माछा खोजेर भएन, जत्रो छ यत्रो मार्ने हो। गाह्रो छ नि हजुर गरी खानलाई, म बल्छी धुर्मेलाई। साथीहरू प्राउन, इज दिस प्राउन? जहीँ त्यहाँ त छोडिदिनु हो, त्यहीँ हो कि कुर, अहिले त्यसलाई छेकेर गुन्डीपुर जाउला सँगै बसौला, क्यामाराले सेल्फी हानौला। माछा माऱ्यो भने यस्तो बल आउँछ क्या, माछा हुनुपर्छ होइन। हो क्या ल, यहाँबाट त सबै तल गएको त यार। ज्वाइँ आउनु त, ज्वाइँ यो जाली यस्तो सर सोध्नु त यहाँ कति बेर पऱ्यो यहाँ हेर्नु त। थापी गएन, अल्छी थियो, गयो होला सबै तल। गएको सबै तलको यहाँ बहुत छ नि ज्वाइँ माछा। यो माछा पनि धेरै छ यहाँ। ओ ज्वाइँ बाम हुन्छ यहाँ त यार। यो बाम बहुत छ यहाँ माछा यार। माछा निस्किन्छ। पानी भाग्दा लास्ट थाहा छ। जर्सी बाल्टिङ जानुपर्ने आज।
बाम निस्किन लाग्यो जोइ बाम निस्किन लाग्यो हो ल ल निकाल्नु ठुलो बाम निकाल्नु ल देखाइदिउँ यहाँ घरले बाम हेर्नु है बाम निस्किन्छ यहाँबाट निस्क्यो जोइ निस्क्यो खत्तमै त यार साथीहरू आज अन्तमा यति मारे है आज चाहिँ मिहिनेतको फल अब टक्क ढेँडोसँग च्याट्ट दिने है यति लगभग 3 किलो जति मऱ्यो होला हाम्रो ज्वाइँ र म मेरो ज्वाइँ र म है ज्वाइँ गाह्रो हुन्छ है माछा मार्न होइन गाह्रो छ नि